महिनाभरि भएको 4औं दिनै भनेको छैन, 4औंदेखि 7 दिनमा सबभन्दा बेस्ट हो। त्यति बेला नुहाउँदाखेरि बाथरुममा तपाईले लुगा खोल्दाखेरि सकेसम्म ठुलो ऐनामा, त्यो सानो ऐनामा होइन, यसो तलबाट हेरेर देख्दैन, ऐनै चाहिन्छ है त। ऐनामा आफ्नो दुईटै स्तन हेर्ने, हेर्दाखेरि के हेर्ने भन्दाखेरि निप्पल दुईटै बराबर साइडमा छ कि छैन, एक नम्बर। दोस्रो, ब्रेस्टमा स्तनमा कुनै गिर्खा जस्तो डल्लो देखिएको छ कि छैन, 2 नम्बर। तेस्रोमा चाहिँ नि साइज, एउटा एकदम ठुलो छ कि सानो छ हेर्ने है त। सुरुमा हातमा साइडमा राखेर, यो सुतेर गरे पनि हुन्छ, उठेर गरे पनि हुन्छ। उठेर गर्दाखेरि चाहिँ फाइदा के हुन्छ भने माथिको गिर्खाहरू मजाले देख्छ, तलको चाहिँ छुप्न सक्छ। सुत्दाखेरि चाहिँ तलको पनि मजाले देख्छ, फिल चाहिँ नि हुन्छ। तर सुरुमा चाहिँ नि उठेर नि गर्ने है त। दोस्रो चाहिँ नि हात माथि राखेर यदि उठिरहेछ भने त्यति बेला तपाईको साइडको र यो ब्रेस्टको तलको भागमा अलिकति राम्रोसित देखिन्छ। मुन्टोहरू कहिले कहिले माथि गर्दा भित्र पनि जान सक्छ, यो पनि इम्पोर्टेन्ट कुरा। अहिले हेर्ने मात्र तपाईले छोइरा छैन, त्यो टाइम लिएर मजाले सबै ठाउँमा हेर्नुहोस् हैन। के चेन्ज भयो हजुरले हरेक महिना गरिराख्यो भने के परिवर्तन भएको थाहा हुन्छ के। आज गर्यो अनि बिर्स्यो भने त 1 वर्षपछि याद पनि हुँदैन, हो किन भन्नु त। त्यसैले यो बानी गर्नुपर्छ, बानी गरे भने हजुरलाई चाहिँ नि अलिक कन्ट्रोल हुन्छ। सेकेन्डमा साइडमा यसरी हात राख्ने दुईटै, यो हात राखेपछि यहाँको मसल टाइट हुन्छ, भित्रको गिर्खाहरू छ भने सट्ट बाहिर देखिन्छ। अब यो चाहिँ नि यो धेरै जस्तो हाम्रो नेपालमा स्तनको साइज अलिक ठुलो हुन्छ, विदेशीहरुमा सानो हुन्छ, स्पेशली जापानिज र युरोपियनहरुमा, उनीहरुमा चाहिँ मोर क्लियरली छ। हाम्रोमा चाहिँ नि अलिकति यो चाहिँ अप्ठ्यारै छ हेर्नलाई। अब सुत्दाखेरि हामी चाहिँ सुतेर किन गरौँ जाँच गरौँ भन्दाखेरि सुत्दाखेरि सजिलो हुन्छ अलिकति हैन। कुनै चीज जाँच गर्दाखेरि सबै ठाउँमा भागमा जाँच गर्ने हो। यो भिडियोमा हेरे जस्तै सुरुमा अब यो साइडमा छ भने स्तनको भाग भने यो सबै यो हड्डीदेखि या तलसम्म सबै स्तनको भाग हो है त। अनि काखीसम्म पनि यो पनि स्तन हो, किन स्तन भनेको काखीदेखि लिएर स्तनसम्म हुन्छ। त्यसैले महिनावारी हुँदाखेरि काखी पनि दुख्छ कसैको। तपाईले सुनेछ कहिले कहिले बच्चा पाउँदाखेरि काखीबाट दुध आएको सुनेछ छैन? ल बर्बाद भयो नि त। सो काखीबाट पनि कसैको दुध आउँछ है त। काखीमा पनि निप्पल हुन सक्छ। निप्पल भनेको कस्तो चिज भने यहाँ काखीदेखि यहाँ थाइसम्म हुन सक्छ। मैले एकजना मान्छेको 4वटा निप्पलसम्म देखेको छु यहाँ है त। यसलाई मिल्क लाइन भन्छ, यो ठुलो कुरा होइन। त्यसैले कसैको काखीमा पनि निप्पल हुन्छ, सानो पुवा हुन्छ, बच्चा पाउँदाखेरि दुध खाँदै काखीबाट पनि आउँछ। सो यो ब्रेस्ट या स्तनको भाग छ, काखीमा पनि हुन्छ, त्यसैले त्यहाँ पनि हुन्छ। काखी पनि जाँच गर्नुपर्छ हजुरले है त।